गाइज के छ खबर हजुरहरूको आज चाहिँ हाम्रो फर्स्ट म्यारेज एनिभर्सरी हो। सो आजको दिनमा मैले के गर्छु भनेर मैले हजुरहरूलाई देखाउँछु है त। म चाहिँ भर्खरै उठेर फ्रेस भएँ। अब म बेड मिलाउँछु अनि त्यसपछि मेरो दिन स्टार्ट हुन्छ। लेट्स स्टार्ट। सो हाम्रो युनिटमा चाहिँ वाटर लिकेजको सानो प्रब्लम भइरहेछ, त्यही भएर मान्छे आइरहेछ अरे बनाउन। लेट्स गो। सो अहिले चाहिँ म नाइट स्लिप छु अनि त्यसपछि मेरो बुढाको चाहिँ कपाल काट्नु छ नि त, अनि उहाँ कपाल काट्न सक्नु भएको छ अनि म चाहिँ वेट गरेर गाडीमै बसिरहेको छु। यसपछि चाहिँ भोलि हाम्रो घरमा पार्टी छ, एनिभर्सरी। आज एनिभर्सरी हो तर आज चाहिँ हामी हाम्रै टाइम स्पेन्ड गर्ने अनि भोलि चाहिँ पार्टी दिने भनेर। अनि भोलि पार्टीको लागि पुलिस गरेर सामानहरू पनि किन्नु छ, भोलिको सपिङ। अनि त्यसपछि हामी घर गएर खानासाना खाएर रेस्ट गरेर दिन के हुन्छ देखाउँछु। अनि होइन गाइज, आज चाहिँ मलाई कस्तो चुरा अनि त्यो पोते अनि त्यसपछि सिन्दुर लगाउन मन लाग्यो कि सिन्दुर नि यति लामो लाउन मन लाग्यो कि मलाई कस्तो त्यो राम्रो फिल हुने रहेछ कि बिहे गरेको दिन सम्झेर नि। अनि मलाई यस्तो राम्रो लागिरहेछ आज। कति राम्रो देखेको। ह्याप्पी एनिभर्सरी। Thank you. And thank you for the flower. Wow, कस्तो राम्रो फ्लावर कसले दियो? ल हजुरलाई भर्खर दिएको हैन, कस्तो मान्छे होला। Let's get ready. Happy Valentine Day, baby. As a Happy Valentine Day. anniversary and happy Valentine Day. I love you. Thank you. तुम हो तो सुबह नहीं है, तुम हो तो शाम हंसी है। Cheers, baby. Happy anniversary. आज हाम्रो घरमा पार्टी छ अनि मैले चाहिँ टिका सिन्दुर लगाएँ अनि मैले हातमा मेरो यस्तोहरू सबै लगाएँ। अनि मैले यहाँनिर कसरी देखाउनु चुराइरहेको छु होइन। सो चिकन रोस्ट यस्तो देखाएको छ, खसीको मासु यस्तो देखाएको छ, यो पनिर र आलु केराको तरकारी, यो काउलीको तरकारी, यो काउली अलिक गले छ होइन, यो अचार हो। अनि त्यसपछि यो ब्राउन हो, यो पापड हो, अनि त्यस पछाडि यो पुलाउ हो होइन। चियर्स। बालेनले गरेको भनेको जम्मा एउटा फिल्डमा हो, शिक्षामा अलिकति गर्यो, शिक्षामा उसले एक लेभलको काठमाडौँ महानगरभित्र भएको विद्यालयहरूमा चाहिँ यति कोटाहरू सबै विद्यालयहरूले कोटा यो राख्नुपर्छ भन्नेवाला नियम राख्यो अनि त्यति मात्र उसले गरेको, केही पनि गरेको छैन। र त्यो बाहेक अरू त फक्नु के एक थो पनि गरेको। त्यसले कति बोलेको थियो राजा सुन अरूले कसैले केही छोड्यो न राजा, त्यति पनि गर्दैन प्रधानमन्त्री बनाउनु पर्ने किन होला? योभन्दा माथि एउटा लेभल त हुनु पर्यो नि त भने किन बनाउनु पर्यो? त्यसले महानगरमा के चाहिँ गरायो थाहा छैन भने मेयरको पावर यति हो। किन गराएको छैन? अहिले भर्खरै पनि हिजो भर्खरको रिजल्ट हेर क्या। मासु पनि गम गम झिम झिम सानो नजिक परेली भुतुकै हुन्छु म। हर्षको आँसु, हर्षको आँसु कति मिठो ए भाउजू यो मासु। झिम झिम सानो नजिक परेली
चाहिँ होइन गाइजहरूलाई गीत नआएर सिकाउने प्रोग्राम भइरहेछ तर नि गाउन नसकिसकेको अवस्था छ अनि हाम्रो यहाँ मोस्ट क्युट कपल भन्नुपर्छ उहाँहरूलाई अनि आज भ्यालेन्टाइन नि त अनि आजको प्लान अब के छ सानो नजिमका परेली झन्डै मारे हजुरको चाहिँ के हुन्छ त्यस्तो प्लान सोधेको थिइन नि राम राम बस्न सक्दिन नि माया जल बुझ्छु म जिन्जी सानो नजिमका परेली अस्ट्रेलियामा तिमी र म मात्र मेरी बुढी के विधि गरेको के विधि गरेको जात्रा भन्दा लाग्छ सबले पनि मैया सरेको आफ्नै केटाको बन्धनमा परेको लजाउनु भएन ल नाचौँ नाचौँ असिम त डान्सर हो नि ल साका यो जोडी ठिक छ क्या बरु एक्टिभ आउँछु रातिको 12:30 बजे नि चटपटे खाउँ भनेर हामी देवरहरूलाई भनेकोमा हामी पाउनु तपाईको भाग्य हो यतिको त हजुरको भाग्य हो प्याज काटौँ प्याज काट्न थालौँ
प्याज काटौँ चटपटे खाउँ तपाईँको हातको मिठो चटपटे खाएर हामीलाई तृप्त बनाउँ। हजुरले प्याज हालेर चटपटी खानुहुन्छ नि यसमा हजुरले हामीलाई हजुरको पोडकास्टमा नसम्झिनुको रिजन के हो? हामी त्यति लायक पनि छैनौँ एकचोटि नाम आओस्। समग्रमा भन्दाखेरि चाहिँ हिरोको एन्ट्री लास्टमा हुन्छ, स्टार्टिङ मात्र थियो। फर्स्टमा त्यो स्टार्टिङ मात्र थियो। अब आउने पोडकास्टमा चाहिँ हाम्रो सौगात पोखरेल र लक्ष्मी रिमालको चाहिँ एकदम त्यो चर्चा परिचर्चा व्यापक हुनेछ म विश्वस्त छु। त्यस्तै हो त। त्यही नै हो, त्यो जस्ट एउटा स्टार्टिङ थियो, बिस्तारै आउँदै जान्छ। हजुर के भन्न चाहनुहुन्छ मेरो ब्लगमा? के कुरा नै थाहा छैन कसरी उहाँले चाहिँ उहाँको के अरे पोडकास्टमा मिस्टर सौगात पोखरेल र मेरो नाम चाहिँ लिनु भएन, हजुरको चाहिँ लिनुभएको थियो। हजुर यसमा हजुर के भन्न चाहनुहुन्छ? हाम्रो ठुलो आपत्ति छ, हाम्रो नाम किन लिइएन आपत्ति भनेर। किन छ भन्दाखेरि डार्विन को चलिरहेछ डार्विनको ट्रेन्डिङको चर्चा कसको छ र मान्छे कसको छ त्यसमा कुरा हुन्छ। ठिक छ, असीम बुढासेनीको नाम आयो होला, उसमा उसको वाहवाही छ र यो भ्लग लक्ष्मी रिमालको हो, उनको प्रस्तुति राम्रो छ र सौगात पोखरेल हाम्रो एकदम आत्मीय मित्र, जल्दो बल्दो मित्र। जुन तत्त्व उनले बिक्री गर्नुहुन्छ त्यसले हामीलाई जलाउँछ, अझै धेरै उत्तेजित बनाउँछ। उसको एकदम कार्य हामीलाई एकदम मनपर्छ। लक्ष्मी रिमाल र सौगात पोखरेलको भ्यालेन्टाइन्स डेको लागि हामीलाई वाहवाही छ। सबैले आशीर्वाद दिनु होला। भ्यालेन्टाइन्स डेको शुभकामना। मलाई जुम इन गर्नुस्, खै जुम आउट गर्नुस्, जुम इन गर्नुस्, जुम आउट। ल म पनि एक कुरा थप्छु। अस्तिको जुन तपाईँको भ्लग थियो त्यो रेड लभ, येलो लभ, अरेन्ज लभ, ब्ल्याक लभ वाला, त्यसमा त्यो जुन अरेन्जमा जुन गाजर दियो हाम्रो साथी सौगातले, गाजर वाला, त्यो चाहिँ मलाई बेस्ट लाग्यो। त्यस्ता भ्लगहरू अझै आउन्, अझै हामी हर्षित हौँ भन्ने चाहिँ मेरो भित्रैदेखि त्यो छ चाहना। अरे इन्डियनले भन्छ, इन्डियनले पनि तपाईँको भ्लग देश मात्र होइन विदेशमा पनि व्यापक चर्चा परिचर्चा हल्ला बवाल छ। आशा छ तपाईँका फलोवर्सहरू बढ्दै जाउँ, त्यसमा हामी एकदम खुसी छौँ र दिनकै नयाँ नयाँ भ्लग आओस्, नयाँ नयाँ कुरा थाहा पाऊँ, त्यसकै आशामा त्यसकै शुभकामना दिँदै तपाईँको भ्लगमा 1 मिलियन प्लस आउने मेरो धन्यवाद। मेरो भ्लगमा बोलिदिनु भएकोमा हजुरलाई धन्यवाद। हुनु अगाडि सबजना हेर्नुमा चल्दैछ। हाई एभ्रीबडी। आशा छ हामी तपाईँको भ्लगमा आउनेछौँ। पक्कै पनि। रेजिन सर यता आएर एउटा के आशिष पौडेल, तपाईँ सौगातको रुममेट हुनुभन्दा अगाडि म थिएँ पहिला रुम। तपाईँले उसलाई कति चिन्नुभयो? मैले अहिलेसम्ममा अलि 1% धेरै। हाई थ्याङ्क यू फर कमिङ। हाम्रो लक्ष्मी रिमाल रुख भन्दा चढ भन्छन् आमाले सै पनि एमाले मै पनि एमाले। धेरै छन् साउ म बिचरा गिफ्ट लिन काजले आज दिए गिफ्ट म नै हो नि तिम्रो लागि मान्छे सानो बोली छ तगडा, बोली छ तगडा, बढी बोले हुन्छ बोली छ तगडा, बढी बोले भन्छ झगडा, माया छ बुझ्छु म झिम
सबैभन्दा